ताप्लेजुङको प्रख्यात पाथिभरा पुग्न समयले साथ दिइरहेको छैन भने काठमाडौँबाट जम्मा 30-40 मिनटको दूरीमा रहेको यो मिनी पाथिभरा किन तपाईँको अर्को गन्तव्य हुनुपर्छ त? पहिलो कुरा, यहाँ पुग्न एकदमै सजिलो छ क्या। कोटेश्वर वा भक्तपुरबाट गाडीमा गुन्डु पुगेपछि नि मात्र 10-15 मिनटको रमाइलो जङ्गलको बाटो हिँडेरै सजिलै मन्दिर पुगिन्छ। सोच्नुहोस् त, ताप्लेजुङको विकट डाँडामा पुगे जस्तै आध्यात्मिक आनन्द काठमाडौँकै छेउमा यति छोटो समयमै कसरी पाउन सकिन्छ होला? अब दोस्रो कुरा भनेको यसलाई शाकाहारी मन्दिर भनिन्छ र यसको संरचना पनि एकदमै विशिष्ट छ। हेर्नुस्, देवीको बास हुने शक्तिपीठहरूमा प्राय पशु बलि दिइन्छ नि, होइन? तर खुला आकाश मुनि ठूलो त्रिशूल र ओम चिन्ह रहेको यस मन्दिरमा भने बलि पूर्ण रूपमा निषेध छ। यहाँ फलफूल र फूल मात्रै चढाइन्छ। शक्तिकै उपासना गर्दा पनि पूर्ण रूपमा अहिंसा र शाकाहारी विधिलाई मात्र यति धेरै महत्त्व दिएको देख्दा साँच्चै मन छुन्छ। अनि तेस्रो, के यो ठाउँ दर्शनार्थीको लागि मात्रै हो त? पक्कै होइन। सहरको कोलाहलबाट उम्किन खोज्ने जोकैका लागि यो एउटा पर्फेक्ट नेचर एस्केप पनि हो। सूर्यविनायक जङ्गलको हरियाली र शान्त वातावरणमा हाइकिङ गर्न यहाँ एकदमै मजा आउँछ। यहाँबाट काठमाडौँ र भक्तपुरको गजबको दृश्य देखिन्छ। अनि मौसम सफा भयो भने त हिमाल पनि टल्किन्छ। तर एउटा कुरा है, वर्षायाममा बाटो अलि चिप्लो हुने हुँदा पूर्व तयारी गरेर चाहिँ जानुपर्छ नि। समग्रमा भन्नुपर्दा गुन्डु पाथिभरा मन्दिर भनेको मिनी पाथिभरा मनमोहक प्रकृति र शान्तिको एक उत्कृष्ट सङ्गम हो।